ल साथीहरू, यो फोटो हेर्नुहोस् त। तपाईहरुलाई लाग्ला यो कुनै फिल्मबाट, कुनै फिल्ममा देखाइएको दृश्य, ट्रकका ट्रक पैसा लिएको दृश्य त्यो हुन सक्छ लाग्ला तपाईहरुलाई। मलाई पनि त्यही लागेको थियो, तर यो सत्य हो। यो नेपालमा हिजो मात्र काठमाडौँको टोखा नगरपालिकामा भेटिएको पैसा हो। एक ट्रक पैसा, त्यो पनि नेपाली होइन, अमेरिकी डलर अनि युरो डलर नोटहरू गरेर लगभग नेपाली 25 करोड भेटिएको छ। यो कतिले के सोचेका छन् भने, कतिले चाहिँ अब राजाको चलखेल सुरु भयो, ज्ञानेन्द्रको चलखेल सुरु भयो र अब मान्छेहरू, अब नेताहरू भन्न सकिन्छ, गणतन्त्रका नेताहरू भन्न सकिन्छ, उनीहरूलाई चाहिँ खरिद गर्न सुरु भयो। त्यहाँ कतिले त्यो मूल्याङ्कन गरेका छन् भने, कतिले चाहिँ यही सरकारले नै, सरकारका मुख्य मानिसहरूले नै यो चाहिँ चलखेल गरेको भन्ने बुझेका छन्। तपाईहरुलाई के लाग्छ, के हुन सक्छ? यति धेरै पैसा नेपालमा भेटिनु, त्यो पनि नेपाली नोट नभएर अमेरिकी युरो डलर नोटहरू भेटिनु, यो चाहिँ अचम्म भएन? के हुन सक्छ? कमेन्ट गर्नु होला है।